छोरीले पपकर्न ल्याएर मैले चाहिँ भुटेमा खा छोरीले पपकर्न ल्याएर मैले चाहिँ भुटेमा खा एउटा फोटो चाहिँ क्लिक हानौँ न यतातिर आउनु त सबैजना ग्रुपमा आउनु त घुम्न आएपछि फोटो हान्नु पऱ्यो नि होइन ल है त पोस्ट पोस्ट ट्याक ल फेरि खोइ त यो के अरे यतापट्टि तपाईँको छोरी किन रिसाएर आयो अरे यतापट्टि ऊ कमल सर उता क्यामेरा तेर्स्याउँदै हुनुहुन्छ ल सबैजनाको ल ल हेलो हेलो सबैमा नमस्ते नमस्कार स्वागत छ मेरो यो नयाँ भिडियोमा के छ तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला आज चाहिँ म नयाँ ठाउँमा छु एकदमै नयाँ ठाउँमा अवलोकन गर्न आइरहेको छु है एकदमै दामी ठाउँ छ यो चाहिँ गुम्बा हो यो चाहिँ ठ्याक्कै कलङ्कीबाट एकदमै माथि गइसकेपछि गोदाम चौरभन्दा अलि यतापट्टि माथिको गुम्बामा हो है एकदमै रमाइलो ठाउँ यहाँ चाहिँ ओम माने पद्मे हुँ भन्ने हो कसले घुमाउनु भएको छ एकदमै रमाइलो लाग्छ है एकदमै राम्रो छ मलाई चाहिँ यस्तो ठाउँहरूमा एकदम शान्त वातावरणमा एकदमै रमाइलो लाग्छ राम्रो पनि लाग्छ तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला मैले अरू यहाँको अरू भ्यूहरू पनि खिचेको छु सबैजनाले हेरेर यो भिडियोलाई लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला है सक्नुहुन्छ भने सेयर पनि गरिदिनु होला र सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला ताकि मैले बनाएको अरू भिडियोहरू पनि यहाँहरूले हेरिरहन पाउनुहुनेछ है त हजुर अरू के चाहियो र फेरि छोरी मान्छेलाई कतै घुम्न जाऊँ भन्ने बित्तिकै अब चाहिँ भने फोटो खिच्न पाइने भयो भिडियो बनाउन पाइने भयो भनेर मक्कै पर्छ हेर न मैले कस्तो राम्रो राम्रो फोटो खिचेको छु हेर्दा यो भिडियो साउन्ड पनि राम्रो आउँछ साउन्ड पनि राम्रो आउँछ साउन्ड पनि राम्रो आउँछ के हो भाइ हो के हो घुमाउने भाँडा कस्तो खालको घुमाउने भाँडा घुमाउने भाँडो होइन कस्तो आफै घुम्ने भाँडा आफै घुम्छ त्यहाँ त्यही मात्रै जाडो भयो तपाईँ क्यार गर्ने भयो तपाईँले जहाँ कपाल छ नि त्यही हेर्नु फन पनि घुमाइरहेछ नि तालुखिली कपाल भएको ठाउँमा त ठेकिहाल्छ कठैभरि लैलै के भन्नु होला कोही के होला खालि कपाललाई गर्ने हेर कस्तो गर्ने दिनु त मलाई गयो नलानु म तपाईँहरू म फिर्छु रिएक्सन पनि जाउँ डाइलेक्ट पनि रिएक्सन सबिन सर जस्तै रहेछ त्यही भने कस्तो हेर्छ आज ट्याक्कै आफ्नै अनुहार खिचेको नि खिच्नु के भयो किरा परेर मोबाइललाई कति राम्रो फोटो हाल्छ 1,20,000 को नि बा किरा परेको होइन यो त अझ बढी पर्यो होला 13 प्रो म्याक्स बहिनीले किन्दा त 1,20,000 को तर फोटो चाहिँ आउन कसरी मेरो सेटिङ मिलाइदियो भने 14 को भन्दा 13 को फोटो भिडियो जान्छ 13 प्रो म्याक्स मैले अफरमा त्यहाँबाट मैले आइफोनमा चलाएको एकदमै राम्रो ठाउँ छ गाइस के रहेछ म्याम
कचौरामा पानी यो चाहिँ पानी चढाएको होला कि होइन वा ब्याकग्राउन्डमा पेज यस्तो दाम के लेख्यो बुवा के बोकेर हिँड्नु आयो हाम्रो बुवा चाहिँ यहाँ भिख मार्दै हिँड्नु आएको यहाँ आएर होइन छोरीले पपकर्न ल्याएर मैले चाहिँ भुटियामा खाएँ ए छोरीले पकाउनु सबै खाएर भ्याइसक्यो झोला बोकेर सबै खाएर भइसक्यो ए छोरी ल नानी अब तिमी ल कतापट्टि हेलो हेलो के खाँदै अरे पपकर्न हेलो सबिन सर तपाईँले पपकर्न खानुभयो कि मकै खानुभयो बवाल छ है सिन चाहिँ जे होस् मलाई एकदम मन पर्यो कि साँच्ची भने बवाल छ ल एउटा फोटो चाहिँ क्लिक हानौँ न यतातिर आउनु त सबैजना ग्रुपमा आउनु त घुम्न आएपछि फोटो हान्नु पऱ्यो नि होइन ल है त पोस्ट ट्याक ल फेरि खोइ त यो के अरे यतापट्टि तपाईँको छोरी किन रिसाएर आयो अरे यतापट्टि ऊ कमल सर उता क्यामेरा तेर्स्याउँदै हुनुहुन्छ ल सबैजनाको ल ल जस एकदम राम्रो छ यतापट्टि चाहिँ हामी यतैबाट आउँछौँ अनि गाइज कन्टिन्यू भिडियो हेर्दै गर्नुहोस् है